Hello everyone and welcome to our middle school platform. हामी फ्लुइड मेकानिक्स को च्याप्टर 8 बाउन्ड्री लेयर थ्योरी पढिरहेका छौं। यस भिडियोमा हामी मोमेन्टम थिकनेस जसलाई थीटाले इन्डिकेट गरिन्छ हामी यसको बारेमा पढ्न गइरहेका छौं। सो जसरी हामीले प्रिभियस भिडियोमा डिस्प्लेसमेन्ट थिकनेसको लागि एउटा एक्सप्रेसन निकालेका थियौं, सिमिलर वेमा हामी मोमेन्टम थिकनेसको लागि आज एक्सप्रेसन डिराइभ गर्न गइरहेका छौं। सो फेरि पनि हामी एउटा थिन फ्ल्याट प्लेट कन्सिडर गर्छौं। So this is a thin flat plate र यसलाई हामीले लगेर कुनै एउटा क्यानल अर रिभरमा राख्दियौ। सो यसको माथिबाट फ्लुइड बग्छ। So these arrows indicate the motion of fluid in that river or canal. Say this fluid is moving with free stream velocity u. So this is free stream velocity र यो भयो हाम्रो thin flat plate. So जतिखेर यो फ्लुइडले यसको लीडिङ एजलाई हिट गर्छ, then there will be formation of a boundary layer. So this is the boundary layer. Boundary layer भन्दा तलपट्टिको रिजनमा velocity profile will be parabolic. So मानौ हाम्रो लीडिङ एज देखि x डिस्टेन्स परपट्टि मैले यहाँ एउटा सेक्सन यस प्रकार चुज गरे। यो सेक्सनमा हामी velocity profile अफ फ्लुइड हेर्छौं र velocity profile हामीले हेर्यौ भने यहाँ र velocity 0 हुन्छ। Then this velocity goes on increasing हुँदा हुँदा टप मोस्ट जुन बाउन्ड्री छ यहाँ र हाम्रो velocity को भ्यालु भइहाल्छ इक्वल्स टु 99% अफ फ्री स्ट्रीम velocity. So this is equal to 0.99 u र velocity profile हाम्रो यस्तो प्याराबोलिक हामी अब्जर्भ गर्छौं। सो यहाँ 0 हुन्छ, त्यसपछि मानौ यहाँ u1, u2, u3. So this values of velocity goes on increasing र maximum velocity achieve हुन्छ at the boundary. The beyond the boundary layer भन्दा माथिपट्टि जुन हाम्रो फ्लुइड बग्छ यो यस प्रकार बग्छ कि मानौ यहाँनिर यो कुनै फ्ल्याट प्लेट छँदै नै छैन। फ्ल्याट प्लेट छँदै नै छैन भनेपछि फ्लुइड हाम्रो बग्छ जुन यो पहिला बगिरहेको थियो, दैट इज फ्री स्ट्रीम velocity ले। सो बियोन्ड द बाउन्ड्री फ्लुइड फ्लोज विथ मैक्सिमम velocity दैट इज फ्री स्ट्रीम velocity. सो यहाँनिर सबै फ्लुइडहरु यही velocity ले फ्लो भइरहेको हुन्छ र यस्तो किसिमको हामी velocity प्रोफाइल यहाँनिर अब्जर्भ गर्छौं। सो यो हामीले एउटा सेक्सन चुज गर्यौ, हामीले यो सेक्सनमा बसेर हेर्दाखेरि velocity प्रोफाइल चाहिँ यस्तो आएको छ। अब हामी के गर्छौं, हामी प्लेट भन्दा y डिस्टेन्स माथिपट्टि dy दैट इज भेरी स्मल थिकनेस भएको एउटा एलिमेन्ट कन्सिडर गर्छौं। सो यो हामीले यस प्रकार एउटा एलिमेन्ट कन्सिडर गर्यौ। यो एलिमेन्टको फ्रन्ट भ्यू हामी यहाँ हेरिरहेका छौं। यसलाई मैले यहाँ 3D मा बनाए भने यो एलिमेन्ट यस्तो किसिमको छ। यसको थिकनेस dy छ। यसको विड्थ भनेको हाम्रो प्लेटको विड्थ बराबर हुन्छ। से दैट विड्थ इज इन्डिकेटेड बाइ b. सो यो भयो जुन सानो एलिमेन्ट हामीले यहाँ चुज गरेका छौं। फ्लुइड जतिखेर फ्लो हुन्छ, फ्लुइड हाम्रो फ्लो हुन्छ थ्रु दिस सेक्सन। यो सेक्सनबाट फ्लुइड हाम्रो फ्लो भइरहेको हुन्छ। अब यो सेक्सन जसबाट फ्लुइड फ्लो भइरहेको छ यसको क्रस सेक्सन एरिया कति छ त? यसको क्रस सेक्सन एरिया भनेको यो रेक्टेंगुलर पोर्सनको क्रस सेक्सन एरिया जसको थिकनेस छ dy, जसको विड्थ छ b, दैट इज इक्वल्स टु b इन्टु dy. सो फ्लुइड यहाँ यस प्रकार बगिरहेको हुन्छ र मानौ हाम्रो यहाँ लोकल भेलोसिटीजहरु यस प्रकार बढिरहेको छ र यो सानो सेक्सनको थ्रु हाम्रो लोकल भेलोसिटी अफ फ्लुइड स्मल u छ। दैट मीन्स भेलोसिटी अफ फ्लुइड थ्रु दिस सेक्सन इज स्मल u. अब जसरी डिस्प्लेसमेन्ट थिकनेस पढ्दाखेरि हामीले मास फ्लो रेट को स्टडी गरेका थियौं, आज हाम्रो टाइटल नै मोमेन्टम थिकनेस छ। सो हियर वी आर गोइङ टु डिस्कस द मोमेन्टम फ्लो रेट. मोमेन्टम फ्लो रेट भनेको के हो त्यसलाई बुझ्न खोजौं। हामीलाई थाहा छ दैट मोमेन्टम भनेको के हो? मोमेन्टम भनेको प्रोडक्ट अफ मास इन्टु भेलोसिटी। मास इन्टु भेलोसिटी भनेको मोमेन्टम हो। हामीलाई चाहिएको छ मोमेन्टम फ्लो रेट। सो मोमेन्टम फ्लो रेट भनेको के भइहाल्छ? मोमेन्टम फ्लो रेट भनेको भइहाल्छ मास फ्लो रेट इन्टु भेलोसिटी। सो मास फ्लो रेटको बारेमा त हामीले कन्सेप्ट बुझ्नै सक्यौं र अब मोमेन्टम फ्लो रेट भनेको सिम्पली मास फ्लो रेटले भेलोसिटीलाई मल्टिप्लाई गरेर आएको प्रोडक्ट हो र मास फ्लो रेट भनेको हामीलाई थाहा छ इट इज इक्वल टु रो इन्टु a इन्टु भेलोसिटी र यसलाई फेरि भेलोसिटीले मल्टिप्लाई गरेपछि आइहाल्छ मोमेन्टम फ्लो रेट। अब हामी के गर्छौं, जुन फ्लुइड यो सानो एलिमेन्टको थ्रु बगिरहेको छ हामी यो फ्लुइडको मोमेन्टम फ्लो रेट क्याल्कुलेट गर्छौं। So momentum flow rate of the fluid flowing through this small element is given by, so formula के छ, mass flow rate into velocity. So यो formula लाई यहाँ apply गर्नु पर्यो
अब मास फ्लो रेट भनेको छ रो एभी भनेको रो इन्टु क्रस सेक्सन एरिया भनेको बी इन्टु डिवाई इन्टु भेलोसिटी भनेको फ्लुइड यहाँनिर बगिरहेको छ विथ लोकल भेलोसिटी यु। सो दिस कम्पोनेन्ट इज मास फ्लो रेट र यसलाई भेलोसिटीले मल्टिप्लाई गर्नु पर्यो। सो यहाँ भेलोसिटी इज इक्वल टु द लोकल भेलोसिटी, सो दिस इज मल्टिप्लाइड बाई यु अगेन। सो इस प्रकार हाम्रो मोमेन्टम फ्लो रेट अफ फ्लुइड फ्लोइङ थ्रु द स्मल एलिमेन्ट को भ्यालु आएको छ रो बी यु स्क्वायर इन्टु dy। अब मानौ कि यहाँ बाउन्ड्री लेयर छैन, सो व्हेन दिस बाउन्ड्री लेयर डज नट एक्जिस्ट, बाउन्ड्री लेयर एक्जिस्ट नै नगरेको बेलामा अब हामी फेरि पनि निकाल्छौं द भ्यालु अफ मोमेन्टम फ्लो रेट। सो से अब हाम्रो केस 2 भइहाल्यो। यो केस 2 भनेको के त, व्हेन बाउन्ड्री लेयर डज नट एक्जिस्ट। सो मैले बाउन्ड्री लेयरलाई यहाँ BL लेखेको छु। सो व्हेन बाउन्ड्री लेयर डज नट एक्जिस्ट, नाउ वी आर अगेन गोइङ टु फाइन्ड मोमेन्टम फ्लो रेट थ्रु दिस सेम फ्लुइड एलिमेन्ट। मोमेन्टम फ्लो रेट भनेको बाई फर्मुला इट इज इक्वल टु मास फ्लो रेट टाइम्स भेलोसिटी। मास फ्लो रेट भनेको यहाँबाट हेरौं, मास फ्लो रेट भनेको हाम्रो यो पोर्सन, सो यसलाई एज इट इज लेखौं यहाँनिर रो बी dy इन्टु यु। अब भेलोसिटी भनेको फ्लुइडको भेलोसिटी। अब जतिखेर यहाँनिर बाउन्ड्री लेयर छैन भनेपछि हामीले यहाँ प्लेट राखेका छैनौं। प्लेट नभएपछि फ्लुइड हाम्रो नेचुरली जसरी फ्लो भइरहेको थियो त्यसरी नै फ्लो गर्छ। That means it flows with velocity u. So यहाँनिर भेलोसिटी हाम्रो भइहाल्छ बराबर टु फ्री स्ट्रिम भेलोसिटी। सो यतिखेर हाम्रो मोमेन्टम फ्लो रेटको भ्यालु आउँछ रो बी यु इन्टु dy। सो हामीलाई थाहा छ दिस फ्री स्ट्रिम भेलोसिटी इज वे ग्रेटर देन द लोकल भेलोसिटी। सो यसले गर्दाखेरि के हुन्छ, वी अब्जर्भ अ स्मल रिडक्सन इन मोमेन्टम फ्लो रेट। सो यो रिडक्सन भनेको कुन रिजनमा हुन्छ त, सो यहाँ मैले ग्रीन कलरले देखाउँछु। सो यो सानो रिजन indicated by this green hatching, यो सानो रिजनमा आउँछ रिडक्सन इन मोमेन्टम फ्लो रेट। सो बाउन्ड्री लेयर हुँदाखेरि यति पोर्सनमा मात्रै के हुन्छ, फ्लुइड फ्लो हुन्छ, र बाउन्ड्री लेयर जब हुँदैन त्यतिखेर यो टोटल हाम्रो कम्प्लिट रेक्टेंगुलर पोर्सन हुन्छ, र यति पोर्सनमा रिडक्सनले गर्दाखेरि हाम्रो आउँछ रिडक्सन इन मोमेन्टम फ्लो रेट, एन्ड दैट रिडक्सन क्यान बी क्याल्कुलेटेड बाई सबट्र्याक्टिङ दिस इक्वेसन विथ दिस इक्वेसन। सो हामी अब निकाल्छौं रिडक्सन इन द मोमेन्टम फ्लो रेट। यो रिडक्सन कहाँ आएको हो त, यो रिडक्सन आएको हो त्यो सानो फ्लुइड एलिमेन्टमा जुन हामीले कन्सिडर गरेका छौं इन स्मल एलिमेन्ट, एन्ड दिस रिडक्सन इज इक्वल टु यो भ्यालु, दैट मीन्स रो बी यु इन्टु dy, फ्री स्ट्रिम भेलोसिटी इन्टु लोकल भेलोसिटी। यो भनेको मोमेन्टम फ्लो रेट व्हेन देयर इज नो एक्जिस्टेन्स अफ बाउन्ड्री लेयर, माइनस मोमेन्टम फ्लो रेट व्हेन देयर इज एक्जिस्टेन्स अफ बाउन्ड्री लेयर, दैट मीन्स दिस भ्यालु रो बी यु स्क्वायर इन्टु dy। सो दिस इज इक्वल टु रो बी, सो स्मल यु कमन आउँछ, ब्राकेट भित्र हुन्छ यु माइनस यु इन्टु dy। सो दिस इज द रिडक्सन इन मोमेन्टम फ्लो रेट इन द स्मल एलिमेन्ट। सो यो सानो एलिमेन्टमा आएको मोमेन्टम फ्लो रेट हो। मैले यदि यो सेक्सन मैले जुन कन्सिडर गरेँ यहाँ बसेर हेर्दाखेरि यो पुरै एलिमेन्टमा हामीले हेर्यौं भने, सो यहाँनिर हामीले यति पोर्सनमा के अब्टेन गर्छौं, टोटल रिडक्सन अब्टेन गर्छौं। यो भनेको हाम्रो टोटल रिडक्सन हुन्छ। यति पोर्सनमा मोमेन्टम फ्लो रेटमा रिडक्सन आउने गर्छ। हामीलाई थाहा छ हाम्रो प्लेटदेखि यहाँसम्मको जुन लेन्थ छ यसलाई हामी भन्छौं डिस्प्लेसमेन्ट थिकनेस र डेल्टाले इन्डिकेट गर्छौं। सो यो टोटल रिडक्सनलाई निकाल्नको लागि हामीले जुन हाम्रो सानो एलिमेन्टमा रिडक्सन आएको छ यसलाई इन्टिग्रेट गर्नु पर्यो इन बिट्विन 0 टु डेल्टा। सो टोटल रिडक्सन भनेको कति हुने भयो त, रिडक्सन केमा, मोमेन्टम फ्लो रेटमा। So this is equal to integration 0 to delta rho b u minus u into dy। So यसरी हाम्रो टोटल रिडक्सन इन मोमेन्टम फ्लो रेट आयो। अब यो रिडक्सनलाई कम्पेन्सेट गर्नको लागि हामी के गर्छौं, यो बाउन्ड्री लेयरको थिकनेसलाई थोरैले इन्क्रिज गर्छौं। सो मानौ बाउन्ड्री लेयरलाई हामी थोरै यति थिकनेसले बढाउँछौं, बढाएपछि के हुन्छ, बढाएपछि यहाँनिर अब यति यो जुन रिजन हाम्रो आएको छ यो रिजनमा यसलाई मैले यस प्रकार यहाँ देखाएको छु। सो यो रिजन हाम्रो यस्तो किसिमको हुन्छ। सो यो रिजनमा फ्लुइड जुन भेलोसिटीले बगिरहेको छ दैट भेलोसिटी इज इक्वल टु द फ्री स्ट्रिम भेलोसिटी u। सो यहाँ बढाएपछि हाम्रो मोमेन्टम फ्लो रेटमा इन्क्रिमेन्ट आउँछ। मोमेन्टम फ्लो रेटमा इन्क्रिमेन्ट आएपछि अब हाम्रो
जुन लस आएको थियो, रिडक्सन आएको थियो, त्यो कम्पेन्सेट भइहाल्छ। सो जुन थिकनेसले बाउन्ड्री लेयरलाई हामीले बढाएका छौँ इन वाइ डिरेक्सन, द्याट मिन्स परपेन्डिकुलर टु द प्लेट, यो थिकनेसलाई नै हामी भन्छौँ मोमेन्टम थिकनेस विच इज इन्डिकेटेड बाई थीटा। सो अब हामीले यहाँ ल्याङ्ग्वेज लेख्नु पर्यो द्याट टु कम्पेन्सेट दिस रिडक्सन वी आर गोइङ टु increase the thickness of boundary layer, or boundary layer is displaced by some thickness in vertical direction or perpendicular to the plate, and that thickness is called the momentum thickness. So to compensate this reduction in momentum thickness, so यो जुन हाम्रो टोटल रिडक्सन आएको छ मोमेन्टम थिकनेसमा, यसलाई कम्पेन्सेट गर्नको लागि हामी बाउन्ड्री लेयरलाई थोरै डिस्टेन्सले डिस्प्लेस गर्छौँ इन अपवर्ड डिरेक्सन, द्याट मिन्स परपेन्डिकुलर टु प्लेट, एन्ड दिस इन्क्रिमेन्ट इन थिकनेस इज कल्ड मोमेन्टम थिकनेस एन्ड द्याट इज इन्डिकेटेड बाई थीटा। सो यसलाई फेरि यहाँ भिजुअलाइज गरौँ कि हाम्रो यहाँनिर बाउन्ड्री लेयर भएको कारणले गर्दाखेरि मोमेन्टम फ्लो रेटमा रिडक्सन आएको छ। यसलाई कम्पेन्सेट गर्नको लागि हामी बाउन्ड्री लेयरलाई थोरै उठाउँछौँ र कतिले उठाउँछौँ, द्याट डिस्प्लेसमेन्ट इज कल्ड मोमेन्टम थिकनेस एन्ड दिस डिस्प्लेसमेन्ट इज परपेन्डिकुलर टु दिस प्लेट। सो यो प्लेट राखेर गर्दाखेरि हाम्रो बाउन्ड्री लेयर आएको थियो र यसकै परपेन्डिकुलर डिरेक्सनमा हामी थोरै उठाउँछौँ बाउन्ड्री लेयरलाई, र उठाएपछि एउटा हामीसँग यस्तो रिजन फर्म भएको हुन्छ। यो रिजनको थ्रु हाम्रो फ्लुइड बगिरहेको हुन्छ विथ फ्री स्ट्रिम भेलोसिटी। सो अब कतिले हाम्रो इन्क्रिमेन्ट भएको छ मोमेन्टम फ्लो रेटमा ड्यू टु दिस मोमेन्टम थिकनेस, नाउ वी आर गोइङ टु क्याल्कुलेट द्याट। सो टोटल इन्क्रिमेन्ट इन मोमेन्टम फ्लो रेट ड्यू टु मोमेन्टम थिकनेस। सो इन्क्रिमेन्ट इन मोमेन्टम फ्लो रेट भनेको अगेन हामीले मोमेन्टम फ्लो रेटको फर्मुला एप्लाई गर्नु पर्यो, द्याट इज इक्वल टु मास फ्लो रेट इन्टु भेलोसिटी। मास फ्लो रेट भनेको हामीलाई थाहा छ मास फ्लो रेटको फर्मुला द्याट इज इक्वल टु रो इन्टु ए इन्टु भेलोसिटी। अब रो भनेको हाम्रो फ्लुइडको डेन्सिटी, ए भनेको क्रस सेक्सन एरिया जसको थ्रु फ्लुइड बगिरहेको छ। सो हामी हेर्न सक्छौँ यहाँनिर यो क्रस सेक्सनबाट, जसलाई ओरेन्ज ह्याचिङले देखाइरहेको छु, यो क्रस सेक्सनबाट फ्लुइड बगिरहेको हुन्छ। सो यसको विड्थ भनेको छ बी र यसको थिकनेस भनेको छ थीटा। सो बी इन्टु थीटा भनेको क्रस सेक्सन भयो जसको थ्रु फ्लुइड बगिरहेको छ। सो हियर एरियाको ठाउँमा भइहाल्छ हाम्रो बी इन्टु थीटा र वी भनेको भेलोसिटी अफ फ्लुइड फ्लोइङ थ्रु दिस सेक्सन, र यहाँनिर हाम्रो फ्लुइड बग्छ विथ फ्री स्ट्रिम भेलोसिटी बिकज इट लाइज एबोभ बाउन्ड्री लेयर। सो यो रिजनमा हाम्रो फ्लुइड भेलोसिटीले जुन बग्छ द्याट इज इक्वल टु फ्री स्ट्रिम भेलोसिटी। सो दिस इज इक्वल टु रो बी इन्टु यु स्क्वायर थीटा। सो यो इन्क्रिमेन्ट इन मोमेन्टम फ्लो रेटलाई हामीले जुन रिडक्सन आएको थियो योसँग इक्वेट गर्नु पर्यो। इक्वेट गरेपछि हामीसँग एक्सप्रेसन आइहाल्छ मोमेन्टम थिकनेसको। सो दुवै भ्यालुजलाई हामीले इक्वेट गरौँ, द्याट इज रो बी यु स्क्वायर थीटा इज इक्वल टु इंटीग्रेशन 0 to delta rho b small u times capital U minus small u into dy. So यहाँ हाम्रो constant छ density, so cancel out हुन्छ, u width पनि constant छ, this is also cancelled out. So theta is equal to 1 upon u square integration 0 to delta u into u minus u dy. So यसलाई थोरै सिम्प्लिफाई गरौँ, सिम्प्लिफाई गरेर यो एक्सप्रेसन हाम्रो भइहाल्छ u by u लाई बाहिर ल्याइयो र 0 to delta u minus u by u. So एउटा u लाई भित्र गरिदियौँ. So this is equal to u upon u integration 0 to delta 1 minus u by u dy. So this is the final expression for momentum thickness. So यसरी हामीले यो momentum thickness को final expression लाई derive गर्यौं. अब जसरी हामीले प्रिभियस भिडियोमा डिस्प्लेसमेन्ट थिकनेस पढ्यौं त्यसैगरी हामीले अहिले मोमेन्टम थिकनेस पढ्यौं. सो यसैगरी हामीसँग एउटा अर्को टर्म पनि छ जसलाई हामी भन्छौं एनर्जी थिकनेस. एनर्जी थिकनेसलाई डेल्टा स्टार स्टारले इन्डिकेट गरिन्छ. सो अब एकचोटि फेरि रिकल गरौँ, हामीले डिस्प्लेसमेन्ट थिकनेस पढ्दाखेरि रिडक्सन इन मास फ्लो रेट कन्सिडर गरेर इभ्यालुएट गरेका थियौं. त्यसैगरी रिसेन्टली हामीले मोमेन्टम फ्लो रेटको लागि एक्सप्रेसन निकाल्न के गर्यौं, मोमेन्टम फ्लो रेटको रिडक्सनलाई एनालाइज गर्यौं. भने एनर्जी थिकनेसलाई एनालाइज गर्नको लागि हामीले रिडक्सन इन द काइनेटिक एनर्जी गर्नु पर्यो. सो काइनेटिक एनर्जी भन्दा पनि काइनेटिक एनर्जी फ्लो रेट. सो सिम्पली हाम्रो काइनेटिक एनर्जी फ्लो रेटमा मासको ठाउँमा मास फ्लो रेट आइहाल्छ र सिमिलर वेमा हामी एनालाइज गर्न सक्छौं. र
एनर्जी थिकनेसको लागि हाम्रो फाइनल एक्सप्रेसन आउँछ डेल्टा स्टार स्टार, द्याट मिन्स एनर्जी थिकनेस इज इक्वल टु भइहाल्छ यो लोकल भेलोसिटी डिभाइडेड बाई फ्री स्ट्रिम भेलोसिटी, इंटीग्रेशन अफ 0 to delta 1 minus u square divided by capital U square into dy. So simply this is the expression of energy thickness र यसलाई डिराइभ गर्नको लागि सिम्पली हामीले काइनेटिक एनर्जी कन्सिडर गर्नु पर्यो र जसरी हामीले डिस्प्लेसमेन्ट थिकनेस र मोमेन्टम थिकनेसलाई एनालाइज गर्यो सो प्रोसिड्युर हाम्रो बाँकी सेम नै हुने गर्छ। सो यसरी हामीले डिस्प्लेसमेन्ट थिकनेस, मोमेन्टम थिकनेस, एनर्जी थिकनेस सबैको बारेमा पढ्यौं। अब अपकमिङ भिडियोमा हामी इनहर्टसँग रिलेटेड जुन एक्जाममा क्वेशन्सहरु सोध्ने गरिन्छ, बेसिकली न्यूमेरिकल टाइप क्वेशन्सहरु, हामी त्यो क्वेशन्सहरुलाई सल्भ गर्छौं र यसरी नै च्याप्टर 8 लाई कन्टिन्यू राख्नेछौं। थ्यांक यू।